गाइस हाम्रो चिया पाक्दै गरेको अवस्था है। त्यहाँदेखिको अब हाम्रो यसमा चाहिँ चिनी छ, यसमा चियापत्ती लिएर आएको छु मैले हो। त्यहाँदेखि आज पिस टाइम स्पेन्ड गर्नु आएको म होइन। अब यहाँनिर चाहिँ हामीले पिस टाइम स्पेन्ड गर्नु आएको म र सुमित हो। सुमितले A few moments later. गाइस रिसेन्टली चाहिँ यस्तो इन्सिडेन्ट घट्यो हो, यस्तो दुःख गरेर चिया पकाएको थियो हो, भएन चिया घोप्टाइदिएर। सो यस गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल सञ्जय ब्लग्स विथ गुड स्म्याच। सो फेरि पनि तपाईँलाई न्यू डे न्यू ब्लगमा वेलकम छ हो। आफ्टर लङ टाइम ब्लग बनाइरहेको छु हो म, र अब सुमित पनि घर आइरहेछ। त्योसँग चाहिँ हल्का आजको राइड हो, के कस्तो हुनेछ हो ब्लगमा हेर्नुहोस् होला। सो अब सुमितले अब स्कुटी निकाल्ने छ हो, त्यसमै राइड गर्ने छ। सो हेर्दै गर्नुहोस् होला गाइस। यो स्कुटीमा चाहिँ राइड गर्नु जानुपर्ने छ हो। सो फिलहाल चाहिँ गाइस हामी दुईजना चाहिँ राइडमा निक्लेको अवस्था आजको दिनमा। हेर्दै गर्नुहोस् होला गाइस आज कहाँ जानेछ हो, ब्लगमै देखाउनेछु। फिलहाल चाहिँ गाइस म र सुमित चाहिँ होइन डिक्लिङ खोला आइपुगेको अवस्था। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँको नजारा यस्तो पिस आउट छ हो। सन्जय ब्लग्स, मेरो सन्जय ब्लग्सको च्यानलमा फर्स्ट एन्ट्री भइरहेको छ सुमित सापकोटा हो। राइड गर्दै गर्दै हामी चाहिँ यहाँनिर डिक्लिङ खोला आइपुगेको अवस्था होइन। अब यहाँनिर चाहिँ हामीले पिस टाइम स्पेन्ड गर्नु आएको म र सुमित हो। सुमितले अब यहाँनिर तपाईँले हेर्नु सक्नुहुन्छ सुमितले स्कुटीहरू धुँदैछ हो। म चाहिँ हल्का यहाँनिर अब चियाहरू पनि बनाउनु पर्ने छ। पिस टाइम स्पेन्ड गर्नु आएको, सर्ट टाइमको लागि मात्रै राइड निक्लेको आज हामी हो। त्यही भएर हामी अब यहाँ खोलामा चाहिँ चियाहरू बनाएर खानुपर्ने अवस्था। सो अब चिया पकाउनु पर्ने हुन्छ, सबै रेडी गरिसकेको छु हो। अब चुला पनि रेडी गर्नुपर्ने हुन्छ हो। सो हेर्दै गर्नुहोस् होला गाइस। आज पिस टाइम अनि राइड पनि गर्दै आएको हो। त्यहाँदेखिको चियाहरू पनि बनिँदैछ आज चिया खाएर। सो यो जग्गा चाहिँ हेर्नु सक्नुहुन्छ हो, भिलेजको कतिजना त यहाँनिर पिकनिक खेल्नु पनि आउनुहुन्छ। यस्तो मजा आउँछ यहाँनिर हो, शान्ति प्लेस पनि शान्ति है। त्यही भएर हाम्रो चिया पनि पाक्नु आँटेको अवस्था। अब चिया खाँदै गर्दाखेरि भेटिन्छु। सो हेर्दै गर्नुहोस् होला गाइस। गाइस यहाँ चाहिँ राइडर पार्टनर फर्स्ट टाइम मेरो भ्लगमा आइरहेको छ सुमित। गाइस चियाहरू पकाइ अब ल। चियाहरू चाहिँ पकाउनेतिर जिम्मा अब हो। चिया चाहिँ पाक्नु आँटेको अवस्था, तर के गर्नु हो। हाल्दै सबै हाल्दै सबै दामी सुमित दामी। A few moments later. गाइस रिसेन्टली चाहिँ यस्तो इन्सिडेन्ट घट्यो हो, यस्तो दुःख गरेर चिया पकाएको थियो हो, भएन चिया घोप्टाइदिएर। घोप्टाउने मान्छे चाहिँ यहाँ छ, यस्तो टाढा आयो मन्जिलमा पुगेर चाहिँ घोप्टायो चिया। छ्या कस्तो खानु पनि पाएन है, विश्वास भएन हौ कान्छा भाइ। थेट अम्बो विश्वास भएन हौ गाइस हो। कस्तो चियाहरू है, मजाको मिठो भइरहेको रहेछ है। A few moments later. फिलहाल चाहिँ गाइस अब यहाँबाट निक्लिनु आँटेको अवस्था होइन। आजको यहाँ आयो तर मजा आयो, चिया घोप्टे पनि चिया खानु पाएन हो, तर राइडमा आयो आज मजा आयो है। ठिकै छ, केही छैन। अब यहाँबाट चाहिँ निक्लिनु आँटेको हो। सो गाइस आजको भ्लग के कस्तो भयो होला हो, कमेन्टमा बताइदिनुहोस् होला। अब यहाँबाट चाहिँ निक्लेको अवस्था म र सुमित हो। अब तपाईँहरूलाई डाइरेक्ट घर पुगेर भेट्नेछु हो।
A few moments later. सो यस गाइस रिसेन्टली म घर पुगेको अवस्था हो आजको भ्लग चाहिँ के कस्तो भयो हो हेरिदिनुहोस् होला जति पनि नयाँ हुन्छ प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब गरेर तपाईँहरूको माया अनि सपोर्टले गर्दा धेरैभन्दा धेरै ग्रो गर्नु पाओस् अन्त यो भ्लगमा चाहिँ अब धेरैभन्दा धेरै राम्रो लिएर आउने छु होइन तपाईँहरूलाई देखाउने छु भ्लग अझै राम्रो राम्रो गर्दै जानेछु हो अहिले जस्ट सिक्दैछु मात्रै हो हेरिदिनुहोस् होला सपोर्ट गरिदिनुहोस् होला गाइज हो आजको भ्लगमा त्यस्तै भयो चियाहरू घोप्टिहाल्यो हो सो हेर्दै गर्नुहोस् होला गाइज अझै राम्रो राम्रो भ्लग लिएर आउँछु धेरै ग्याप भयो भनेर मैले भ्लग बनाएको सर्ट